हेलो एभ्रिवान। मलाई चाहिँ एकजनाले कमेन्ट गर्नुभएको थियो कि कति खर्च लाग्छ, कति फाइनेन्स चाहिन्छ, यस्तो चाहिँ बनाउनु न भनेर। अनि मेन फाइनेन्स अनि डकुमेन्टहरू के हो, इन्टरभ्यू हुन्छ हुन्न, एम्बेसी कहाँ छ भनेर सोध्नुभएको थियो। यसमा धेरै क्वेसनहरू एउटैमा जोड्नु भएको छ र मैले यिनीहरूको छुट्टा-छुट्टै भिडियो बनाउने छु। आज चाहिँ म यहाँ आउँदा चाहिँ कति खर्च लाग्यो भनेर टोटली डिटेलमा बनाउने छु। अब सुरुमा हेर्नुपर्दा हामीले सबभन्दा पहिला त यहाँ एप्लाई गर्नुभन्दा पहिला आइएल्टिएस गर्नुपऱ्यो। मैले आइएल्टिएसको बारेमा पहिलाको भिडियोमा भनेको छु, आइएल्टिएस नगरे नि हुन्छ भनेर। तर के कन्डिसन छ भन्ने कुरा त्यो पहिलाको भिडियोमा मैले राखेको छु, त्यसबाट हेर्न सक्नुहुन्छ। यदि आइएल्टिएस गर्नुभयो भने आइएल्टिएसको लागि मैले अहिलेको टाइममा हेर्दाखेरि वेबसाइटमा हेर्दाखेरि 33,000 थियो होइन। आइएल्टिएस वा टोफेल चाहिँ गरे नि हुन्छ। त्यसपछि एडमिसन एप्लाई गर्नुपऱ्यो होइन। एडमिसन एप्लाई गर्नको लागि चाहिँ 100 युरो हो होइन। 100 युरो चाहिँ जान्छन् 16,900 जति हुँदो रहेछ। त्यसपछि अब एडमिसन गरेपछि केही समयपछि डिसिजन आउँछ होइन। यदि डिसिजन पोजिटिभ आयो भने लेटर पाउनुभयो भने त्यसपछि एनओसी लिनुपऱ्यो, नो अब्जेक्सन सर्टिफिकेट होइन, नेपालबाट। त्यसलाई 2,000 लाग्छ। त्यसपछि अब डकुमेन्टहरू बनाउनु पऱ्यो होइन। वार्डको डकुमेन्टहरू बनाउँदाखेरि मेरो खर्च चाहिँ त्यो बेला 8,000 जति लागेको थियो, आजभन्दा 1 वर्ष पहिला होइन। अनि त्यसपछि अब पैसा देखाउने कुरा आयो होइन। अथराइजेसन टु स्टेको लागि एप्लिकेसन पठाउँदाखेरि चाहिँ पैसा देखाउनु पर्छ, लगभग 40 लाख जति होइन। हजुरको ब्याङ्कमा भयो नि त्यो देखाउँदा नि भयो, हजुरसँग एमाउन्ट छ त्यति ब्याङ्कमा छ भने सिधै 40 लाख देखाउँदा नि भयो। र यदि अमाउन्ट त्यति छैन भने चाहिँ लोन लिँदा बेस्ट होइन। लोन लिएको अनि लोन लिँदा चाहिँ रोक्का गराएको जति मलाई 9,000 लाग्यो लोन लिँदा रोक्का गराउँदाखेरि। अनि त्यसपछि लोनको लागि प्रपर भ्यालुएसन गराएको 10,000। र एप्लिकेसन पठाउँदा चाहिँ आफ्नो पनि अब यति सम्पत्ति छ मेरो भनेर पठाउन मिल्यो भने चाहिँ 5,000 जति इन्जिनियरले लिनुभएको थियो। अनि डिफ्रेन्ट डकुमेन्टहरूमा काउन्सिलरको स्ट्याम्पहरू लगाएर पठाएको राम्रो, त्यसको लागि 7,000 लाग्यो। अनि अब हाम्रो कुनै डकुमेन्टहरू त नेपालीमा मात्रै हुन्छ नि त, अनि त्यसको लागि चाहिँ ट्रान्सलेट गरेर पठाउनुपर्छ। इङ्ग्लिसमा सबै डकुमेन्टहरू इङ्ग्लिसमा हुनुपर्छ। ओरिजिनलको फोटोकपी र ट्रान्सलेसन नै गर्नुपर्छ। ट्रान्सलेसन र नोटरी गरेको चाहिँ 10,000 जति लागेको थियो मेरो डकुमेन्ट। अनि हाम्रो इन्सुरेन्स पनि पठाउनुपर्छ 6 महिना वा 3 महिनाको भनेको हुन्छ ट्राभलिङ टाइमको। अनि मैले चाहिँ 1 वर्षको इन्सुरेन्स गरेको थिएँ, त्यो नगरेर 6 महिनाको गर्दा नि हुन्छ होइन। त्यहाँबाट नै पैसा घट्न जान्छ। इन्सुरेन्सको मेरो 36,541 लागेको थियो। अनि त्यसपछि अरू एक्सपेन्सहरू 10,000 लाग्यो। अनि अब पोस्ट बक्सको चाहिँ अब यहाँबाट चाहिँ लेटर गभर्मेन्ट वेबाट आउँछ होइन, हुलाकबाट आउने हो। त्यही भएर पोस्ट बक्स लियो भने चाहिँ सिधै आफ्नो पोस्ट बक्समा जाने भयो, यताउति लेटर हराउने चान्सेस भएन। अनि त्यसपछि अब डकुमेन्ट पठाउनु पऱ्यो। डकुमेन्ट पठाउँदाखेरि डिएचएल गरेको 7,085 लाग्यो होइन। रजिस्टर अफ टाइटल यो चाहिँ एप्लिकेसन हो होइन, जो चाहिँ हाम्रो फरेन डिग्रीहरू रेकगनाइज गर्नको लागि लक्जमबर्गमा हामीले उहाँको डिग्री चाहिँ यहाँ रेकगनाइज गर्नुपर्छ। त्यसको लागि एटिएस आइसकेपछि बल्ल सब्मिट गर्ने हो, अनलाइनबाट मिल्छ। यो पनि प्रोसेस मैले छुट्टै भिडियोमा बनाउने छु, अलि लामो हुनेछ। त्यसको लागि 11,500 जति लागेको थियो। एउटा डिप्लोमा रेकगनाइज गरेको 75 युरो लाग्यो। अनि त्यसपछि मैले ल्याङ्ग्वेज पढेको थियो फ्रेन्च ल्याङ्ग्वेज, त्यसको लागि 8,500। अनि भिसा प्रोसेसिङ एटिएस आइसकेपछि चाहिँ भिसा प्रोसेसिङको लागि एप्लिकेसन पठाउनु पर्छ होइन। त्यो चाहिँ इन्डियाको एम्बेसीमा पठाउनुपर्छ। इन्डिया एम्बेसी पुग्नु पर्दैन है हामीलाई। नेपालमै काठमाडौँमा छाया सेन्टरमा थमेलमा गएर तपाईँहरूले एप्लिकेसन त्यहाँ गएर बुझाउन सक्नुहुन्छ। त्यहाँ एप्लिकेसन बुझाउने अनि एप्लिकेसन फी बुझाउने। इन्टरभ्यूहरू केही पनि भएको थिएन मेरो पालामा। अहिले नयाँ रुल्स त आएको त छैन होला, म आइसकेपछि अर्को ब्याच नै आउनुभयो, उहाँहरूले नि इन्टरभ्यू दिनु भएन होइन। अब अहिले हजुरहरूको पालामा रुल्स चेन्ज गर्यो भने चाहिँ केही भन्न सकेन मैले त्यसको लागि चाहिँ होइन। अब अहिलेसम्मको लागि इन्टरभ्यू पनि पर्दैन, डाइरेक्ट छाया सेन्टरमा जाने, एप्लिकेसन फी बुझाउने, एप्लिकेसन बुझाउने, अनि उनीहरूले नै एप्लिकेसन पठाइदिन्छ इन्डियाको लक्जमबर्गको एम्बेसीमा होइन। अनि त्यसपछि रेन्टल फी एन्ड डिपोजिट ग्यारेन्टी है। यो चाहिँ के हो भने चाहिँ मैले यहाँ होस्टेल पाएको थिएँ, एटिएस आइसकेपछि मैले यहाँ होस्टेल पाएँ। होस्टेलको चाहिँ पहिले पैसा तिर्नु परेको थियो, यहाँ आउनुभन्दा पहिले 1 महिनाको फी र 2 महिनाको फी चाहिँ एज अ डिपोजिट है। टोटल 3 महिनाको तिर्दाखेरि 1,90,250 थियो। अब हजुरको कुन रुम पाउनुहुन्छ भन्नेमा भर पर्छ। अब अझै सस्तो रुम नै पाउन सक्नुहुन्छ, त्यसको अझै कम हुन्छ होइन। त्यसरी रुम इन्सुरेन्स चाहिँ गर्नुपर्छ। रुम इन्सुरेन्स गरेको 8,500 होइन। अनि अब आउने भइसकेपछि लगेज एन्ड ब्यागेजहरू किन्न पऱ्यो। त्यसको लागि मेरो खर्च चाहिँ 12,800 लागेको थियो। अनि सपिङ गर्दा 70,000 लागेको थियो होइन। त्यो टाइममा मेरो फ्लाइट टिकट मैले टर्किस एयरलाइनको लिएको थिएँ, 73,900 जति लागेको थियो। अनि आफू यहाँ आउनलाई युरो चाहिँ एक्सचेन्ज गरेर लिएको थिएँ 2,200 युरो जति।
त्यसको चाहिँ 3,26,854 भएको थियो 1 वर्ष अगाडि। अनि यहाँ आउँदा फेरि अलिकति मेडिसिनहरू पनि लिएर आउनु किनकि बिरामी भयो भने चाहिँ यहाँ अलिक महँगै पर्छ मेडिसिनहरू होइन। त्यसपछि त्यसको 3,000 लागेको थियो। टोटल मेरो खर्च हजुरले अब सपिङमा कम गर्न सक्नुहुन्छ अनि के हजुरलाई इरिलिभेन्ट लाग्छ यो लिस्टबाट होइन, त्यहाँबाट घटाउन सक्नुहुन्छ। मेरो चाहिँ मैले टिकटदेखि लिएर यहाँको रेन्ट फीहरू अनि यहाँ आइसकेपछि मैले 3 महिना जति चल्ने पैसा पनि लिएको थिएँ। जुन मैले 2200 युरो लिएको थिएँ नि, मलाई 3 महिना चलेको थियो। यति नै थियो मेरो टोटल खर्च होइन। अब हजुरहरूले यसैमा अब हजुरलाई के कसो लाग्छ, कति खर्च लाग्छ त्यही अनुसारले ब्रेकडाउन गर्न सक्नुहुन्छ। आजको लागि यति नै गरौँ। हस् त धन्यवाद धेरै भिडियो हेरिदिनु भएकोमा। अनि हजुरलाई यस्तै इन्फर्मेटिभ भिडियोहरू अझै हेर्नु मन छ भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिदिनु होला। अनि भिडियो सेयर पनि गरिदिनु होला। हस् त धन्यवाद।